वेलकम। दाइले बल्ल बल्ल पटाएर ल्याएको बल खेल्न पानी पर्यो। गजब भयो त। जान्छ पानी एकछिनमा जान्छ। दाजु रिस उठ्यो छैन नि? पानी भयो रिसाउने होइन यो अन्त मजा। कति रुमदेखि ड्युटीदेखि रुम गर्ने अब आयो मजा। त्यहाँ पाल रहेछ त दामी पर्यो तर पानी है कसम बेग्लै मजा लागिरहेको। दाजु खतरा पानी परिदियो है। लाल पऱ्यो पानी आख मजा न खेल्न नपाए नि बेग्लै मजा छ भाइ। उज्यालो 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 जानलाई पानी गयो गयो। पाइपले पानी हाले जस्तै आउँछ त हौ पानी त यार। गाइस देखो न गाइस के अरे बल खेल्न भनेर निस्केको पानी परेर हावा पनि खाइयो पानीको मिठो मिठो। हामी चाहिँ समुद्रको छेउमा जाँदैछौँ यहाँ चाहिँ मस्तले दौडिरहन्। देखो न गाइस ठन्डी ठन्डी मौसम है। यस्तै छ जिन्दगानी। दामी देखेछ समुद्रको भ्यू देखाउँछु गाइस। भेउ 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 दौडिरहन् कि गाइस दौडिरहन्। म्याराथन दौड हुन्छ अरे बुढादेखि लिएर बच्चाहरूसम्म यही हुन्छ यही। लु हेर्नुहोस् गाइस पानी परेको भ्यूसँग बेग्लै देखिन्छ समुद्र। इको स्पिड रे दाइ इको स्पिड। दाइ खतरा बडी बिल्डर देखिनु भयो त तपाईँ किन यस्तो? दाइ एकचोटि मसल्स देखाइदिनु त दाजु। गजब यहाँ पानी जति सबै यस्तो आउँदो रहेछ त होइन? माथिको पानी रोडमा भएको पानी सब यसरी आउँदो रहेछ गाइस देखो न। यसरी आउँदो रहेछ यसरी। यो अन्त समुद्र गाइस देखो न ल आजको दिन पनि रमणीय भएछ हाम्रो। माछा गनायो गजब गनायो यार दाइ। समुद्रको छेउछेउ भयो नि घुमियो आज। अब अरू ठाउँ जानु त्यस्तै हुँदैन गाइस। देखो न गाइस हजुर म चल्छु नि त। अन्त मोबाइल खसिहाल्यो भने त के हाल्यो पहिला दाइ हजुर? उता भित्र ममता दिदीको होटेल। देखो न गाइस मौसममा खै त मट्टी तेलको जहाज हो क्या? के को जहाज हो यो गाइस? गाइस भन्ने मात्रै हेर्ने कसैले होइन दाइ। ए दुईटा रहेछ गाडी र पो होइन ओ आँखा झिम्काउने गाडी होइन दुईटा रहेछ।
फ्युलिङ गणेशन नेपालमा त महँगो छ, यहाँ चाहिँ सस्तै छ, 15 रुपियाँ कति रुपियाँ लिटर हुन्छ। समुद्र नि घुमियो। माछा हान्दैछन् कि के हो कि पल्टेछ? ए पल्टे रहेछ। तपाईँले आउँछ चलाउन डुङ्गा? 6 प्याक बन्छ नि दाइ डुङ्गा चलायो भने। नआउने ठाउँ हामीले जाम न त, यही गल्ली मात्रै त विदेश जस्तो लाग्छ दाइ। ठन्डाले खस्यो मोबाइल होइन, यो देख्दा अनि यो लाइट देख्दा त विदेश जस्तो लाग्छ, अरू त के हो। यही गल्ली मात्रै छ हौ मालदिप्सको राम्रो त भन्नलाई नि। हजुर उता अगाडि अब चिया खाने हो चिसो मौसममा। देखो न चिया चुरोट चिया फाइनली चिया भेटियो हाम्रो दाइले। चिया र चुरोट यो बोलर आहा यार, फाइनली चिया पनि पाइयो। मलाई यहाँ एउटा प्रनिस भन्ने साथीले खुब पानी पर्ने साथी चिया र चुरोटको दिन आएछ भन्थ्यो। चिया खाने बनाएको थियो केही महिना, त्यसपछि छोडेर गइहाल्यो भोसडीकै। म एक्लै परेँ, आज धेरै बजी चिया खाँदैछु म। चिया देखो न चिया गाई कस्तो लाग्छ? गाइस अब भ्लग नबनाऊँ भन्दा नि अलिअलि गर्दा भ्लग बनिहाल्छ 2-4 मिनटको। ल गाइस सी यू नेक्स्ट थर्सडे फ्राइडे, नेक्स्ट फ्राइडे। यसपालि चाहिँ खेल्न पाइएन भन न, पानी परेर यस्तै भयो, त्यस घुमाइ भयो।